नमस्कार। टिएससी, पिएससी, टिचर सर्भिस कमिसन, पब्लिक सर्भिस कमिसन लगायतका विभिन्न इक्जामको लागि अति उपयोगी हुने विषयवस्तु अन्तर्गत आज नेपालको भूगोल सम्बन्धी केही जानकारी लिएर उपस्थित भएको छु। अबका केही दिन म यहाँहरूको सामु नेपालको भूगोल सम्बन्धी केही जानकारीहरू पस्किनेछु। नेपालको भौगोलिक अवस्थितिमा छलफल गर्नुभन्दा पहिले म चाहिँ केही भूगोलको पिता भनेर प्रश्नहरू चाहिँ आइरहन्छ, त्यसको बारेमा छलफल गर्न चाहन्छु। भौतिक भूगोलको पिता भनेर इरिटस्थेनिजलाई चिनिन्छ भने मानव भूगोलको पिता भनेर फ्रेडरिक रास्ट्रजेललाई चिनिन्छ। यस्तै सामाजिक भूगोलको पिता भनेर एलिसी रिक्लुजलाई चिनिन्छ भने आधुनिक भूगोलको पिता भनेर कार्ल रोटरलाई चिनिन्छ। अब म नेपालको भौगोलिक अवस्थितिको बारेमा छलफल गर्न चाहे यहाँहरूसँग। मैले एउटा नेपालको नमुना नक्सा चाहिँ यहाँ तयार पारेको छु र यसमा नेपालका भौगोलिक अवस्थिति अर्थात् नेपाल अक्षांशको हिसाबले कति डिग्रीदेखि कति डिग्रीसम्म कुन अक्षांशमा पर्छ, त्यस्तै देशान्तरको हिसाबले कति डिग्रीदेखि लिएर कति डिग्रीको बिचमा कुन देशान्तरमा पर्छ, हामी यस नक्साको आधारमा आज स्पष्ट हुनेछौँ। मैले नक्सामा चारवटा बिन्दु यहाँ लेखेको छु। यो दक्षिणी बिन्दु हो भने यो चाहिँ पूर्वी बिन्दु, त्यस्तै यहाँनिर चाहिँ पश्चिमी बिन्दु र माथि चाहिँ उत्तरी बिन्दु भनेर चाहिँ मैले चाहिँ चिन्ह लगाएको छु यहाँनिर नक्सामा। नेपालको अवस्थितिले हेर्ने हो भने नेपाल भूमध्य रेखाभन्दा उत्तरी गोलार्धमा अर्थात् अक्षांशको हिसाबले उत्तरी अक्षांशमा पर्छ भने देशान्तरको आधारमा हेर्ने हो भने प्रधान मध्याह्न रेखादेखि पूर्वी देशान्तरमा नेपाल पर्छ। अब नेपालको सबैभन्दा पूर्वी बिन्दु जुन यहाँनिर म चिनो लगाएको छु, यो पूर्वी बिन्दु यो चाहिँ ताप्लेजुङ जिल्लाको लेलेप ओलाङ चुङ्गोला भन्ने ठाउँमा पर्छ, जुन चाहिँ फक्तालुङ गाउँपालिका अन्तर्गत रहेको छ। यो पूर्वी बिन्दु हो भने नेपालको पश्चिमी बिन्दु यो चाहिँ महाकाली नगरपालिका अन्तर्गत पर्ने यो कञ्चनपुरको दोधारा भन्ने ठाउँमा पर्छ भने नेपालको उत्तरी बिन्दु यो चाहिँ हुम्ला जिल्लाको चाङला भन्ज्याङ भन्ने ठाउँमा पर्छ र यहीँनिर तपाईँको चाङला हिमाल पनि छ। यहाँनिर अपी हिमाल, गोरास हिमाल, सैपाल हिमालहरू यसकै वरिपरि यहीँनिर चाहिँ रहेको छ भने नेपालको सबभन्दा दक्षिणतिरको दक्षिणी बिन्दु यो चाहिँ झापा जिल्लाको लोधाबारी भन्ने ठाउँ छ, जुन चाहिँ केचना कवल गाउँपालिकामा पर्छ। अब म अवस्थितिको आधारमा यो कति डिग्री अक्षांशमा पर्छ, त्यस्तै यो कति डिग्री अक्षांशमा पर्छ, त्यस्तै यो कति डिग्री देशान्तरमा पर्छ र यो कति डिग्री देशान्तरमा पर्छ म चाहिँ अब भन्न चाहेँ। नेपालको अवस्थितिको आधारमा अक्षांशको आधारमा यो दक्षिणी बिन्दु यहाँ यो चाहिँ तराईमा पर्छ, झापा जिल्ला छ तराईमा पर्छ र तराई जिल्लाको तापक्रम बढी हुन्छ हिमाल र पहाडको तुलनामा। र मैले यहाँ चाहिँ नोटमा लेखेको छु अक्षांश बढे तापक्रम घट्छ, अर्थात् जहाँको तापक्रम कम छ त्यहाँ अक्षांश बढी छ र जहाँको तापक्रम बढी छ त्यहाँनिर अक्षांश कम हुन्छ भनेको मतलब यो दक्षिणी बिन्दु जुन यो नेपालको अवस्थितिमा 26 डिग्री 22 मिनट उत्तरी अक्षांश भनेको छ, यो चाहिँ झापा जिल्लाको लोधाबारी भन्ने ठाउँमा पर्छ, जुन चाहिँ केचना कवल गाउँपालिका अन्तर्गत पर्छ। जुन बिन्दु चाहिँ यहाँ रहेको छ 26 डिग्री 22 मिनट उत्तरी अक्षांश यहाँनिर छ भने 30 डिग्री 27 मिनट उत्तरी अक्षांश यहाँ पर्छ। यहाँ किन अक्षांश बढी भयो भने चाहिँ यो हिमाली जिल्ला छ यहाँनिर र हिमाली जिल्लाको तापक्रम कम हुन्छ,
त्यसैले यहाँ अक्षांश बढी छ। 30 डिग्री 27 मिनेट उत्तरी अक्षांश जुन चाहिँ हुम्ला जिल्लाको चाङला भन्ज्याङ भन्ने ठाउँमा पर्छ। यो चाहिँ सिमकोट गाउँपालिका अन्तर्गत रहेको छ। त्यस्तै देशान्तरको हिसाबले म यहाँ नोटमा लेखेको छु, पूर्वमा देशान्तर बढी हुन्छ, अर्थात् पूर्वी बिन्दु देशान्तरको हिसाबले बढी देशान्तरमा पर्छ भनेको मतलब यो जुन 88 डिग्री 12 मिनेट पूर्वी देशान्तर छ यो चाहिँ पूर्वमा पर्छ भने यो 80 डिग्री 4 मिनेट जुन पूर्वी देशान्तर छ यो पश्चिममा पर्छ भनेको मतलब देशान्तरको हिसाबले नेपालको अवस्थिति यो यहाँनिर यो पश्चिमी बिन्दु यो 80 डिग्री 4 मिनेट पूर्वी देशान्तर यहाँनिर छ, जुन चाहिँ कञ्चनपुर दोधारा भन्ने ठाउँ छ। यो महाकाली नगरपालिकामा पर्छ। 80 डिग्री 4 मिनेट पूर्वी देशान्तरदेखि लिएर यहाँनिर चाहिँ 88 डिग्री 12 मिनेट पूर्वी देशान्तरसम्म नेपालको फैलावट रहेको छ, जुन चाहिँ ताप्लेजुङ जिल्लाको लेलेप अर्थात् ओलाङ चुङ्गोला भन्ने ठाउँमा रहेको छ, जुन चाहिँ फक्तालुङ गाउँपालिकामा पर्छ। यसरी चाहिँ नेपालको अवस्थिति रहेको छ। नेपालको अग्लो स्थान अर्थात् संसारकै अग्लो स्थान भनौँ, यो नेपालको अग्लो स्थान सगरमाथा जुन सामुद्रिक सतहदेखि 8848.86 मिटर उचाइमा छ, अग्लो स्थान छ यो, जुन चाहिँ खुम्बु पासाङ ल्यामु गाउँपालिका वडा नम्बर 4 मा रहेको छ। भने नेपालको होचो स्थान, नेपालको सबैभन्दा होचो स्थान कहाँ छ भनेर पनि प्रश्न आइरहन्छ। त नेपालको सबैभन्दा होचो स्थान मैले चाहिँ दुईटा लेखेको छु यहाँनिर, झापाको केचना यो सामुद्रिक सतहदेखि 58 मिटरको उचाइमा छ भने धनुषाको मुसर्निया भन्ने ठाउँ 59 मिटरको उचाइमा रहेको छ। यो अलिकति विवादित पनि छ, विभिन्न पुस्तकहरूमा हामी विभिन्न खाले चाहिँ कतै 58 मिटर कतै 59 मिटर पनि पाउँछौँ। विकिपेडियाले झापा जिल्लाको यो तत्कालीन केचना कवल गाविसको केचना भन्ने ठाउँ सामुद्रिक सतहदेखि 58 मिटर र नेपालकै सबैभन्दा होचो स्थान रहेको लेखेको छ र हामी पनि यही पर्छौँ। आजको भिडियोमा यति नै।